अब धेरै राम्रो मान्छे हुनुपर्छ मन्दिप है। अब खालि भाग्ने कि नभाग्ने अब हो, घर गएर आनन्दले ज्ञानी मान्छे बनेर बस्ने है। किनभने डेन्ट सेन्ट त खाएको छैन नि बाबु? हो ल, गुड। आज हाम्रो मनोज भाइ है दुर्व्यसनीमा फसेर, लागु औषधमा फसेर उसले आफै सरेन्डर गरेर चाहिँ आज हामी चाहिँ पुनर्स्थापना केन्द्र केही भएको छैन, त्यही बोल्न चाहिँ जाँदैछ है। हामी अहिले अन द वे नै छ। भाइलाई चाहिँ हामी पुनर्स्थापना केन्द्र श्रद्धा नेपालमा छोड्न जाँदैछौँ होइन। ल अहिले बाहिर खालास्, ल बाहिर त्यहाँ बोल्न, त्यहाँ बोल, अहिले बाहिर खाएर जालास् ल। खा, केही भएन होइन। अनि मन्दिप पनि होइन, मन्दिप भाइ पनि धेरै राम्रो मान्छे हुनु पर्यो, पढ्नु पर्यो है, ज्ञानी मान्छे हुनु पर्यो होइन। दाइले बारम्बार चोटि भाइलाई चाहिँ उस गरिरहेको छु है, मैले वाच गरिरहेको छु, भनेको माने छैन, भनेको जस्तो कुराहरू फलो गरेको छैन मन्दिपले, हो कि होइन? ल अब राम्रो मान्छे हुने, दाइहरूले आफ्नो फ्यामिलीले भनेको मान्ने, घरबाट नभाग्ने है, राम्रो काम गर्ने दाइ, घरबाट भाग्दिन, राम्रो भन्छु, 12 पास छु अनि ठुलो भएपछि काम गर्छु। हो, एउटा उदाहरणीय मान्छे बनेर देखाउनु पर्छ बाबु है। हुन्छ नि, मनमा छ नि त्यो इच्छाहरू? हो, ठिक छ, गुड। अब हाम्रो मन्दिप भाइ पनि बिस्तारै एकचोटि होइन, दुईचोटि होइन, 3-4 चोटि मैले भन्दा पनि भागिरहेछ। अबबाट म भाग्दिनँ दाइ, बरु मलाई भेट्न आउनु भनेर भनिरहेछ। म बरु भेट्न आउँछु भाइलाई शनिबार होइन, अथवा कुनै उसमा होइन, त्यही हो होइन। अनि फाइनल्ली आज हाम्रो मनोज भाइ चाहिँ आज होइन सरेन्डर गरेर चाहिँ दाइ म एउटा एडिक्सनमा फस्छु। आज मैले गाँजा पनि खाएको हो मैले होइन, एम्पल होइन, सबै कुराहरू खान्थेँ दाइ। म चाहिँ एउटा नसाको चाहिँ नसा सेवन गरेर चाहिँ म कुनै पनि कुरामा अगाडि बढ्न सकेको थिएन भनेर चाहिँ भाइले स्वीकार गरेर आज चाहिँ भाइलाई पुनर्स्थापना केन्द्र हामीले श्रद्धा नेपालमा राख्न जाँदैछौँ। हामीले भाइलाई अन द वे नै छु, हामी छोड्न जानु। मन्दिप दाइ गएर खुसी छ कि छैनस्? कि म एक्लो हुने भयो भन्ने छ मनमा? खुसी छ नि? हो ल, भोलि हामी भोलि है ल, धेरै माया छ मन्दिपलाई होइन। बारम्बार मन्दिपले मलाई घात गर्दाखेरि, कुछ गर्दाखेरि पनि हो, गुड, ल गुड जब। भाइलाई धेरै माया छ। ल भाइलाई पनि धेरै माया छ। भाइ त झन् सरेन्डर गरेर जाँदैछ आज होइन। हामी धेरै खुसी छौँ। अहिले रातको ठ्याक्कै कति बज्यो? 9:34 भयो। 9:34मा चाहिँ भाइ पुनर्स्थापना केन्द्र जाँदैछ होइन। हामी मन्दिप पनि खुसी छ नि? मनोज दाइ जान लाएर खुसी छ कि छैन? कि एक्लो हुने भए, मैले साथी पाउने भएन भन्ने छ कि छैन? हो, गुड ल, धेरै राम्रो विचार, धेरै राम्रो सोच राखेर चाहिँ अब गुल्टु दाइलाई भेट्न मिल्दैन बाबु अब है। हामी चाहिँ फाइनल्ली है यसरी चाहिँ रियाबमा आइसक्यौँ। श्रद्धा नेपाल यस, ल हामी चाहिँ फाइनल्ली है भाइलाई चाहिँ छोड्नको लागि यसरी चाहिँ आइसकेका छौँ फाइनल्ली है।
मनदीप र म ल के छ बाबु खुसी छस् नि होइन ल गुड गुड ल मनदीप खुसी छ कि छैन दाइला छोड्न गएर खोइ चप्पल बिना आइरहेछ है दाइला छोड्न वे गुड 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 उहाँ सर हो सर सर जानुभएको ल ल ल ल 1 second keep coming back रे हामी चाहिँ भाइलाई चाहिँ है छोड्न जाँदैछौँ भाइलाई चाहिँ गेट खोलिदिँदैछ है यसो श्रद्धा नेपाल लागु औषध तथा मादक पदार्थ उपचार केन्द्र है ल यही हो श्रद्धा नेपालको भवन यही हो होइन गेट यहाँ छ होइन यस्तो छ अनि त्यसपछि म हाम्रो सरलाई मनदीप सरलाई सर पनि अब भोलिबाट खाली खुट्टा हिँड्नु भएन है बाबु थ्याङ्क यू सो मच ल यो हेर न यो त फेरि आयो आम्मामा मनदीप त घर जाने रे मनोज चाहिँ सलेन्डर गरेर दाइ म चाहिँ 1 महिना बस्छु बाबुलाई तातो कपडा छोड्नु तातो कपडा दिइसकेको छु मैले अब यसलाई फेरि लिएर आइदिन्छु यहाँ सरले पनि दिइदिनुहुन्छ है मनोज आइज बाबु आइज ल यो त पहिला नि बसेको रहेछ कि यो ल ठिक छ नि ल ल यो समात त ल भाइ समात त ल यसमा हट गर्छु मलाई आइज कमिङ ब्याक है मेरो भाइ है राम्रोसँग बस्नु ओके राम्रो मान्छे हुनु है ल सबैजनालाई यहाँ एकचोटि सबैजनालाई बाई बाई ल बाई बाई है अब कमिङ ब्याक है भाइ आफ्नो सो इच्छाले होइन त राम्रो मान्छे हुन्छु भनेर होइन ल के भनेको कमिङ ब्याक ल बाबु राम्रोसँग बस है म आउँछु भेट्नलाई है मन्दिर म गएँ है यो बाटो हो ए अस्ति नै हामी त्यही बाटो गयो हो त्यही बाटो गयो ए हो अनि उज्यालै रहेछ त होइन यहीँ होइन त घर हामी चाहिँ मन्दिरलाई चाहिँ मन्दिर घर छोड्न आयो है उठा न ल ल बाबु अब के गर्ने राम्रो मान्छे हुने है ल ल ल दिउँसो आइज ल बाई ल त्यहाँ गएर उठा आफ्नो उसलाई बाई खुल्लै रहेछ त खोल्नु भयो खोले 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 ल ल गुड